आदिवासी भुजेल समाज कतारका अध्यक्ष श्री विकास भुजेलज्यूलाई पनि विशेष अतिथिको आसन ग्रहण गर्ने हुन हार्दिक अनुरोध गर्दछु। यसै गरी युवा पुलिस कतारका अध्यक्ष श्री जमुना श्रेष्ठज्यूलाई पनि विशेष अतिथिको आसन ग्रहण गर्ने हुन हार्दिक अनुरोध गर्दछु। यसै गरी नेपाल भुजेल समाज कतारका अध्यक्ष श्री अरुण कुमार पण्डितज्यूलाई पनि स्टेजमा विशेष अतिथिको आसन गर्ने हुन हार्दिक अनुरोध गर्दछु। यसै गरी श्रोता सङ्घ कतारका अध्यक्ष श्री रवि सरकारजीलाई पनि स्टेजमा विशेष अतिथिको आसन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै गरी जिल्ला गणेश समाज कतारका अध्यक्ष श्री सोमहाङ घरजीलाई पनि स्टेजमा विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै गरी तमिल संस्था कतारका अध्यक्ष श्री रामदेव तामाङज्यूलाई पनि स्टेजमा विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै गरी नेपाल तामाङ हिन्दू कतारका अध्यक्ष श्री खुर्बन यागा तामाङज्यूलाई पनि स्टेजमा विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आज माननीय सदस्य श्री डिबी गुरुङज्यूलाई पनि स्टेजमा विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै गरी विशेष अतिथिलाई अगाडि बढाउने क्रममा वैचारिक संस्थातर्फ अगाडि बढ्न चाहे विशेष अतिथिको लागि यसै गरी सल्लाहकार श्री शिव भुजेलज्यूलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। माफ गर्नुहोला, मैले यहाँ ठुलो मिस्टेक गरेछु। यसको लागि शिर लिएर मैले माफी चाहन्छु। नेपाली जनजाति महासङ्घ कतारका प्रमुख सल्लाहकार श्री केन मगरज्यूलाई स्टेजमा विशेष अतिथि यामहरुसँग या त ऋतुहरुसँग सम्बन्धित छ। हामी प्रकृतिलाई पूजा गर्छौं, प्रकृतिलाई प्रेम गर्छौं अनि विशेष गरेर हरेक हाम्रा चासो प्रोग्राम मनाउँदै छौं। यसलाई उधौली भनिन्छ। यो उधौली जतिखेर त्यो मानव जातिको आधुनिक सभ्यताको सुरुवात हुँदै गर्दाखेरि अहिलेको जस्तो आधुनिक कुनै पनि किसिमका समयहरू नीतिहरू हेर्नलाई क्यालेन्डरहरू यो कुराहरू थिएन।
आयोजकको तर्फबाट सल्लाहकार म डम्बर विभागको तर्फबाट यहाँलाई फेरि विशेष सल्लाहकारले स्वागत भन्दै गर्दा कतिलाई सुन्न पनि अप्ठ्यारो पनि लागेको हुन सक्छ, अनर्थ नलिदिनु होला। दुईटै सेसन उहाँले मलाई सुम्पिनु भएको, किनकि समय अभावको कारणले। आजुसिया आवा हेकेले जोगुले केरे आतंकमा हो नाहेन्सी जोरदार तालीले स्वागत गरौं। यसै गरी कियाचु कतारका चेलीहरू पनि स्टेजमा चाँडोभन्दा चाँडो आइदिनु होला। कियाचु कतारका चेलीहरू र दुम्बाको निलस कियाचु कतारका चेलीहरू राधा तुम्बामो लिम्बू कविता राई मादेन, यसै गरी निलसा किरम लिम्बू, यसै गरी यस सुवर्ण अवसरमा केही भनाइ राखिदिनु हुनका लागि तामाङ समाज नेपाल तामाङ पनि कार्यक्रमलाई हामीले विशेष मुख्य कार्यक्रमहरू चाहिँ हामीले सपोर्ट गर्नुपर्छ, हामी एकैबद्ध जनाउनुपर्छ भन्ने हेतुले हामीले यो नेपाल आदिवासी जनजाति महासङ्घ कतारमा आबद्ध मातृ संस्थाहरूको आदिवासी जनजातिहरूको चाहिँ हाम्रो यो चलनमा चाहिँ हामी नेपाल आदिवासी जनजाति महासङ्घ कतारमा आबद्ध मातृ संस्थाहरूको चाहिँ यो संयुक्त रूपमा यो चाहिँ कोसेली र उहाँहरूलाई एउटा सद्भाव एउटा माया चाहिँ हामी यति राम्रो हाम्रा मौलिक प्रस्तुतिहरू यति राम्रो सफल संयोजन आज हुन्छ भनेर म त साँच्चै भन्नुपर्दा उहाँहरूले अघि हाम्रा नवगायक गायिका भाइ बहिनीहरूले जुन नृत्य र गायनबाट जे जति मनोरञ्जन दिनुभयो, सायद म त्यति दिन सकुन्ला या नसकुन्ला, तर मेरो साङ्गीतिक धर्मलाई म पुरा गर्ने कोसिस गर्दिन। फेरि ल पहिलो प्रस्तुतिको रूपमा हजुरहरूलाई म त्यो स्वीकार
मुख्य कार्यक्रमहरू चाहिँ हामीले सपोर्ट गर्नुपर्छ, हामी एकैबद्ध जनाउनुपर्छ भन्ने हेतुले हामीले यो नेपाल आदिवासी जनजाति महासङ्घ कतारमा आबद्ध मातृ संस्थाहरूको आदिवासी जनजातिहरूको चाहिँ हाम्रो यो चलन चाहिँ हामी नेपाल आदिवासी जनजाति महासङ्घ कतारमा आबद्ध मातृ संस्थाहरूको चाहिँ यो संयुक्त रूपमा यो चाहिँ कोसेली र उहाँहरूलाई एउटा सद्भाव एउटा माया चाहिँ हामी यसै गरी यो मायाको लागि केही कुरा राखिदिनुको लागि युवा सङ्घ कतारका अध्यक्ष श्री गगनमाथि लिम्बुजीलाई म हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। किराँत याक्थुङ चुम्लुङ कतारको यस चासोक तङ्नाम 2050 तथा बृहत सांस्कृतिक कार्यक्रम 2025 मा उपस्थित हुन सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, हाम्रा मौलिक प्रस्तुतिहरू यति राम्रो सफल संयोजन आज हुन्छ भनेर म त साँच्चै भन्नुपर्दा उहाँहरूले अघि हाम्रा नवगायक गायिका भाइ बहिनीहरूले जुन नृत्य र गायनबाट जे जति मनोरञ्जन दिनुभयो सायद म त्यति दिन सकुला या नसकुला, तर मेरो साङ्गीतिक धर्मलाई म पुरा गर्ने कोसिस गर्दिन। फेरि ल पहिलो प्रस्तुतिको रूपमा हजुरहरूलाई म त्यो स्वीकार यामहरूसँग या त ऋतुहरूसँग सम्बन्धित छ। हामी प्रकृतिलाई पूजा गर्छौं, प्रकृतिलाई प्रेम गर्छौं अनि विशेष गरेर हरेक हाम्रा चासोक तङ्नाम मनाउँदैछौं। यसलाई उधौली भनिन्छ। यो उधौली जतिखेर यो मानव जातिहरूको आधुनिक सभ्यताको सुरुवात हुँदै गर्दाखेरि अहिलेको जस्तो आधुनिक कुनै पनि किसिमका समयहरू
मितिहरू हेर्नलाई क्यालेन्डरहरू यो कुराहरू हेर्नु